सुन्दा हुन्छ देशको प्रगति कति गरियो भनेर। 40 सालमा भएका 40-47मा प्रजातन्त्र आइसके पछाडि बहुदलीय व्यवस्था आउने बेलासम्म 40-47वटा ठुल्ठुला उद्योगहरू हामी कहाँ थिए। आज उद्योगको संख्या बढ्नुहुन्छ भने अब हामीसँग उद्योग छैन, केवल एउटा उद्योग मात्रै छ। नेपाली युवा युवतीहरूलाई विदेश पठाउने कम्पनी खोल्ने अनि विदेश पठाउने त्यही उद्योग मात्रै काम गरिरहेको छ। हाम्रा सिरदेखि पाउसम्मका लत्ता कपडाहरू स्वदेशमा बन्दैनन्, त्यस्तो देशमा हामी परिणत भयौं। जो शिवजीले आराधना गरेको सनातन भूमि, जो व्यास ऋषिले तपस्या गरेको भूमि र ऋषिहरूको तपोभूमि भन्दा चिनेको देश, पैसालाई हामीले त गन्ने गर्थ्यौं। 62-63 को आन्दोलन पछाडि पैसा बोरामा सुखेर कति रकम कतिलाई पर्छ भन्ने थाहा छैन। नयाँ नोट पर्नेलाई 17 केजीका मुठा, पुरानालाई नयाँलाई 16.8 केजी र पुरानो लिने नोट पर्यो भने त्यसले 17 केजीको रूपमा तौलेर नोखेर धर्म मन्दिर कस्ता बनाए। हामीले पढेको इतिहास, नेपाल कहिल्यै धार्मिक युद्धमा फसेको देश होइन। यहाँ धर्मका लागि कसैले त झगडा गर्नु परेन, किन त्यसको प्रतीकका रूपमा दरबार अगाडि मस्जिद रहने हाम्रो संस्कृति हो। जो हिन्दूको प्रतीकका रूपमा राजालाई मानिन्थ्यो त्यसका अगाडि घण्टाघरमा हामीले मस्जिद बनाउन दिन्छौँ। हामी प्रेम गरेर संस्कृतिका रूपमा जन्मेको देशमा धर्मनिरपेक्षता लागिसके पछाडि हाम्रो राष्ट्रिय पहिचान, अन्तर्राष्ट्रिय पहिचानलाई बोराका बोरा पैसामा बेचेर यिनी अहिले सत्तामा बस्ने, सत्ताबाट प्रतिपक्षमा बस्ने जो जति छन् शासनमा गए, यिनीले यसको क्षति गरे र नेपालको संस्कृति देख्थे, संस्कृति थियो। अनि हामीले विश्वलाई चिनाउँथ्यौं सगरमाथाको देश, संवैधानिक राष्ट्र संस्था भएको देश, अमेरिका बन्नुभन्दा 8 वर्ष अगाडि बनेको देश हो। आज अमेरिका कहाँ छ, नेपाल कहाँ छ? यसको तुलना गर्ने भने अहिलेको युगमा आएर तुलना गरौँ भने 2064 सालदेखि मात्रै केलायो भने 47 सालदेखि मात्रै केलायो भने पनि हामीले हेर्न सक्छौं। विकासको गतिमा हेर्ने भन्दा हिजो हामी 6 खरब ऋणमा, हाम्रो आन्तरिक र बाह्य ऋण 6 खरब ऋण थियो। आज ऋण बाहिर कति भयो? 27 खरब भयो। त्यो त एउटा देखाउने ऋण हो। व्यापार घाटा कति छ? प्रत्येक वर्ष 19 देखि 20 खरब व्यापार घाटा छ। यो वर्ष सायद 19 खरबको व्यापार घाटाको बजेट भाषण तपाईको अर्थमन्त्री जसले पढे लेखा कति छ थाहा छैन, एउटा कुरा मात्रै पढेका छन्, लुट गर अनि छोड्ने कार्यकर्ता बनाऊ, देशको रगत गर। त्यस्ता अर्थमन्त्रीहरूले पढ्छन् र तथ्याङ्क त्यही छ। हामी कस्तो युगमा छौँ? हाम्रो प्रधानमन्त्रीले धेरै कुरा गर्ने गर्नुहुन्छ हो। हिजो कसैलाई मार्नुभयो, व्यवस्था विरोधी आन्दोलनमा 14 वर्ष जेल बस्नु, अहिले स्ट्राइक औषधि खाएर बन्नुहुन्छ अनि बरबर आएर भन्नुहुन्छ। सरकारको राज्यको अभिभावकको मान्छेले शान्तिपूर्ण प्रदर्शन गर्ने, विचारको तपाईको चाहिने छलफल गर्ने यस्तो ठाउँमा आएर बाघ झम्का भनेर एउटा नेताले भने त्यस्तो अभिभावक बन्न सक्दैन। हाम्रा राष्ट्रपतिहरूको छोरो जो पनि निर्वाचित हुन सक्छ, त्यसलाई देश चाहिँदैन प्रधानमन्त्री बन्नका लागि। भारतमा गएर प्रधानमन्त्री बन्न सक्छ, यो देशलाई छोट्याएर पनि प्रधानमन्त्री बन्न सक्छ, सानो एउटा आकारको प्रधानमन्त्री। देश चाहिन्छ राजा बन्नका लागि, त्यसैले राजा भाग्दैनन्, देशको माया हुन्छ। त्यसैले राजाको घाँटी तल, मेरो घाँटी माथि गरेर मेल मिलापको नीतिबाट उदय भएको राजनीतिलाई आज बेमेलको राजनीतिमा परिणत गर्ने। त्यसपछि एउटा कुरा भन्नै पर्छ हो, नेपालको राजनीतिमा म प्रजातन्त्रवादीको प्रतिनिधित्व गर्ने मान्छेले भन्नुपर्छ, केही गल्ती भए 2017 सालमा राजा महेन्द्रबाट व्यवस्थालाई सुरु गर्ने कुरा पनि इतिहासमा गलतै हो। 2061 साल माघ 19 गते राजा ज्ञानेन्द्र सरकारबाट पनि निषेधको राजनीति गर्ने कुरा गलतै हो। तर त्यही गलत निषेधको राजनीति गर्ने घुम्न बनेका कमान्डर गिरिजा प्रसाद कोइरालाले
जो 63 मा निषेधको राजनीतिलाई स्थापित गर्नुभयो त्यो पनि गलतै हो। त्यसैले निषेधको राजनीति अन्त्य गर्ने पनि यो आन्दोलनको माग गर्नुपर्छ। निषेधको राजनीतिले हामीलाई कहीँ पुर्याउँदैन। हामीले यत्रो इतिहासमा सिक्यौं। मैले भने 8 वर्ष अगाडि अमेरिका बन्नुभन्दा परेको देश किन यही भयो भन्दा यस्ता गल्ती गर्यौं। अब पशुपतिनाथको शिरमा राखेर नजिकमै भन्नुपर्छ हामीले केही गल्ती गर्यौं, सबैबाट गल्ती भयो। अब मेलमिलाप गर्न जरुरी छ। केही सिद्धान्त मेलमिलापको सिद्धान्त, विधिको सिद्धान्त, यो सिद्धान्तमा देश जोडिनुपर्छ। अब म संक्षिप्तमा यो आन्दोलनलाई पनि देश जोड्नु परेको छ। यो आन्दोलन कुनै पार्टी विशेषको होइन। देश संकटमा पर्यो, युवा बेरोजगार भए, बुढाबुढी एक्ला भए, स्वास्थ्य उपचार पाउन सकेनन्, शिक्षाको राम्रो प्रबन्ध हुन सकेन, विकास निर्माण ठप्प रहे, भ्रष्टाचारले टुङ्गुर बनाउने समाप्त गरियो। त्यसैले सुशासनका लागि यो आन्दोलन मेलमिलाप सहित सुशासनमा जान सक्यौं भने हामीले युवालाई यही यो देशमा राख्न सक्छौं। त्यसैले त्यो युवा पनि यो आन्दोलनमा कहाँबाट जोडिनुपर्छ, जोडिनुहोस् यो अपिल गर्दै समग्र प्रजातन्त्रवादी तर्फबाट फेरि पनि यो आन्दोलनको ऐक्यबद्धता र सहमति सहकार्यका लागि सबै पक्षले देशभक्तहरूलाई जोडिनेका आग्रह गर्दै मेरो संक्षिप्त बनाई यही अन्त गर्न चाहन्छु। जय नेपाल, जय विविधता। तपाईहरु छिटो जानुहोस्, न त तपाईहरुले घरभित्र बास बस्न दिनु गाह्रो हुन्छ, तपाईहरुले खुलाउनु पिलाउनु गाह्रो हुन्छ। अनि अनुरोधको साथमा यो चिन्तामा यहाँसम्म बिताउन चाहन्छ। धन्यवाद। राष्ट्रिय समिति नेपालको तर्फबाट जनजाति विभाग प्रमुख रूपसिंह थापाज्यूलाई मैले अघि नै आग्रह गरेको थिएँ। धर्मगुरु श्रेयनिवास गुरु नजिकै भए म यहाँ मञ्च नजिक आइदिनुको लागि आग्रह गर्दै एउटा राष्ट्रवादी गीत बजाइदिनुको लागि म आग्रह गर्न